म चाहिँ देखाउँदै जान्छु के हुन्छ त हाम्रो हामी के गर्छौँ अनि कतिको रमाइलो हुन्छ सबै कुराहरू देखाउँदै जान्छु। बिफोर द्याट त्योभन्दा पहिला चाहिँ म आज हजुरहरूलाई एउटा नयाँ कुरा देखाउन जाँदैछु। आई डोन्ट नो यो चाहिँ मेरो प्रगति भनौँ कि वेस्ट अफ मनी भनौँ। मैले आज ट्राइपड स्ट्यान्ड र रिङ लाइट चाहिँ किनेको छु भिडियोको बेटर क्वालिटी होस् अनि भिडियो बनाउनलाई इजी होस् भनेर। मैले चाहिँ हिजो बेस्ट बाईबाट यो रिङ लाइट ल्याएको थिएँ। यो चाहिँ अलिक सानो भयो साइजमा, त्यही भएर आज अलिक ठुलो ल्याएको छु। त्यो चाहिँ खोलेर हेरिसकेको चाहिँ छैन, यो चाहिँ एकदमै सानो भयो। मलाई चाहिँ अलिक ठुलो साइजको लिनु मन थियो, त्यही भएर मैले आज लिएको यो साइज ठिकै छ जस्तो लाग्छ। अब अहिले अनबक्सिङ गरेर म देखाउँछु गाइस। अनि त्यसपछि ट्राइपड स्ट्यान्ड पनि दिएँ, यो 360 रोटेसनलवाला भनेर लिएको छु। अब आज खोलेर ट्राई गर्छु कस्तो हुन्छ। यही हो गाइस आजको मेरो प्रगति। लेट्स डु अनबक्सिङ गाइस। यो खोलेर हेरौँ त कस्तो छ, थाहा छैन कस्तो छ भनेर। अब कसरी युज गर्नु पनि थाहा छैन। यस्तो हो कि बाना चाहिँ धेरै हुन्छ होइन मान्छेमा, कपाल कस्तो देख्यो। फर्स्टमा चाहिँ मलाई नेपाल हुँदाखेरि के सोच्थेँ भन्दाखेरि एउटा आइफोन भयो भने चाहिँ मैले ब्लगहरू बनाउँछु अनि कन्टेन्ट क्रिएसन गर्छु भनेर भन्थेँ होइन। अनि यहाँ आएँ अनि आइफोन पनि लिएँ। त्यसपछि 1-2 दिन अलिअलि जागर आएको थियो, त्यसपछि फेरि सक्यो। अनि अहिले चाहिँ के बाना भइरहेको थियो भन्दा अब रिङ लाइट लिन्छु, त्यसपछि ट्राइपड स्ट्यान्ड लिन्छु अनि भने जस्तो बल्ल भिडियोहरू बनाउन सकिन्छ भन्ने भइरहेको थियो। अब यो पनि लिएँ होइन। अब मेरो आजैबाट दिमागमा आइसकेको छ कि मलाई एउटा ब्लगिङ क्यामेरा चाहिँ चाहिन्छ क्वालिटीको लागि, क्वालिटी मेन्टेन गर्नको लागि भनेर। नमच्चिने किङको सय झट्का भन्छ नि गाइस, त्यही होला जस्तो लाग्छ। लेट्स चाहिँ कस्तो खोलिँदै खोलेन त। है कस्तो हेभी हो। अनि त्यसपछि यहाँ रहेछ यो जोइन गर्ने होला, यो रहेछ। त्यसपछि यो तार रहेछ गाइस। यो चाहिँ मैले फिक्स गरेर बल्ल देखाउँछु किनभने मलाई आउँदैन फिक्स गर्नलाई। के गर्नुपर्छ सायद म्यानुअल नै हेर्नुपर्छ जस्तो लाग्यो। मलाई आइडिया चाहिँ छैन ट्राइपड स्ट्यान्डको चाहिँ। यसको चाहिँ यसको चाहिँ हिजो मैले यो सानोमा ल्याएर गरेँ नि त, त्यही भएर अलिअलि आइडिया त छ। लगभग एउटै नै हो नि त, साइज मात्र अलिक ठुलो हो। अब यो अनबक्सिङ गरौँ गाइस। यो त मैले रिटर्न गर्दिनँ होला भनेको के अरे, फेरि यो ठिक्क साइजको भयो भने रिटर्न गर्दिनँ। त्यही भएर बक्स चाहिँ राम्रोसँग खोल्नु पऱ्यो, नत्र रिटर्न हुँदैन नि त। यस्तै हो साथीहरू, के रहर लाग्छ जिन्दगीमा, गर्दै गर्दै जाने हो। अब अझ मलाई त माइक पनि किन्नु छ कि होइन। अब मलाई चाहिँ के हुन्छ भन्दा अब रिङ लाइट छ अनि त्यसपछि ट्राइपड स्ट्यान्ड भयो होइन। तर मलाई फेरि भिडियो बनाउन अल्छी लाग्छ। अनि के हुन्छ भन्दाखेरि अब मैले भिडियो त बनाउँदै तर मसँग माइक छैन, त्यसपछि ब्लगिङ क्यामेरा छैन भने मलाई चाहिँ बाना भन्छ कि गाइस। मैले ट्राइपड स्ट्यान्ड त फिक्स गरेँ तर मलाई यो रिङ लाइटको यति चाहिँ बनाएँ होइन, तर स्ट्यान्ड फिक्स गर्न आएको थिएन। तर यति नै मलाई आई लाइक इट, राम्रो रहेछ। ट्याक्क साइज चाहिँ मैले खोजेको जस्तो रहेछ। अब म यस्तो गरेर टिकटक बनाउँदा एकदम राम्रो आउँछ। 3टा कलर हुन्छ, 3टा डिफ्रेन्ट कलर हुँदो रहेछ। तर अलिकति गाह्रो चाहिँ हुँदो रहेछ यो, फर्स्ट टाइम फिक्स गर्नलाई चाहिँ गाह्रै हुन्छ जस्तो लाग्यो। यता चाहिँ मेरो साथीहरू रेडी हुँदैछन्, अब म पनि रेडी हुन्छु गाइज। म रेडी भएर सकेर एकैचोटि हामी एकदम ब्युटिफुल ब्लन्डी के भन्छन् रे, ब्युटिफुल लेडिज। सीमाले चाहिँ होइन भिडियो बनाएर दिक्क बनाइसक्यो आज। यति भिडियो बनाएको छ कि अब सीमाले दिनभरि खिच्ने भयो ट्राइपड स्ट्यान्ड। अब देखाइ हुने भयो अब आज। त्यही भएर सीमा उफ्रियो नाचे हुन्छ। अब हेरे गाइज, हामी चाहिँ पजामामा रेडी भइसक्यौँ। दिस इज माई आउटफिट फर द नाइट। अब मेरो साथीहरू आउँदैछ, अब हामी सबैजना रेडी भइसक्यौँ गाइज। हामी कस्तो देखिँदैछौँ सबैजना। अब हाम्रो के गर्न बाँकी छ भन्दाखेरि यहाँ डेकोरेसन गर्नु बाँकी छ। अनि यहाँ डेकोरेसन गरिसकेपछि अनि हामी यहाँ एकछिन पार्टी गर्नेछौँ। तर त्योभन्दा पहिला हामी
बाहिर जान्छौँ घाम हुँदा हुँदै चाहिँ हामी फोटो भिडियोहरू खिचेर आउँछौँ सबैजना हाई भन न घरमा फोटोहरू खिच्यौँ अब यहाँ भिडियो बनाउनलाई चाहिँ अरूलाई डिस्टर्ब हुन्छ नि त त्यही भएर हामी पार्क जाँदैछौँ हाम्रो यता पार्क छ घर नजिकै कस्तो राम्रो दिन चाहिँ राम्रो परेछ तर आज 9:30 बजे बल्ल जाडो बाहिर पछाडि स्काई पनि दामी देखेछ भ्यू चाहिँ राम्रो देखिन्छ यहाँबाट अहिले चाहिँ मैले ट्राइपोड स्ट्यान्डबाट गराएन गाइजी यो यता छ हामीले चढी भिडियो गराउँछौँ यसले यति हेल्प गर्यो कि ठ्याक्कै एकदम टाइममा किनेछौँ भएछ अलिअलि जाडो अब यहाँ नाचेपछि गर्मी हुन्छ नि त फेरि जाडो पनि छिटै हुन्छ गर्मी पनि छिटै हुन्छ गाइज कोही कोहीको शरीर त्यस्तै हुन्छ अब हामी यहाँ भिडियोहरू गराउँछ हाम्रो यो पजामा चाहिँ लास्ट राम्रो हो साथीहरू सबैजना कस्तो प्रिटी देखेको छ म गोरो बनाउँछु कि छैन ए भिडियोमा है अलि उता उज्यालोतिर जाऊँ त्यो पिङ्क साइडतिर त्यो मान्छे को रहेछन् यहाँ हाम्रो चाहिँ यहाँ नजिकै पार्क छ जे होस् एउटा चाहिँ फाइदा हामी त अस्ति नै तिजमा पनि हामीले यहाँ फोटो खिच्यौँ होइन तिज कि दसैँ कति कामेकोहरू जाडोले यता जाडोले होस् नपाएको होइन कि अहिले अब मेरो इनर्जी लस भइरहेछ नि त बोल्दाखेरि है भगवान् यहाँबाट एकचोटि टिकटकबाट यताबाट ट्राई गर्नु त टिकटकमा फिल्टर भएपछि ठिकै आउँछ कि नत्र त उता चौरमा जानुपर्छ उताको चौर के पारी त्यसमा फेरि घाम दामी देखिन्छ नि कि जाने त्यहाँ ओ त्यस्तो जाडो भयो ज्याकेट लिएर आउनुपर्छ उफ्रेन एकछिन के चल्दैन ला यो कपाल त कसरी अलिक ठुलो बनाउँदैछ माथि लैजान यसले तान न यत्तिकै जान्छ होइन के उज्यालो भने होइन नि त तान भने नाइ के यत्तिकै राम्रो आएछ ल खोइ तानेको तिमीले ऊ यता ओ साथी चल हामीले बनाएर हो मुझे लेके साथ चल तू दिन रात चल तू हो यहाँ आछ कि गोरी अलि ल यसमा बनाऊँ अगाडिबाट झन् राम्रो आउँछ पछाडि भन्दा अगाडिबाटै गराउने प्रति मलाई धेरै जाडो भयो जस्तो छ यताबाट बाहिरको हाम्रो पार्कको भ्यू चाहिँ यस्तो छ अन्त नजिकै हाम्रो घर छ त्यसपछि त्यहाँको पारिपट्टि पनि चौर छ र त्यहाँ चाहिँ रुखहरू छैन गाइज हाम्रो फेरि प्लान चेन्ज भइसकेको थियो तर फेरि प्लान चेन्ज भएर फेरि यहीँ आयौँ हामी उता पारि हाम्रो फिल्डमा जाने कि भन्ने प्लान थियो यो ट्राइपोड स्ट्यान्ड फेरि घुमे गर्छौँ यसको यो नट कस्न चाहिँ अलि आएन कि मलाई नट लुज भयो जस्तो लाग्यो तर केही छैन गाइज बट आई लाइक दिस प्रडक्ट भन्छ कि आइटम भन्छ के भयो एक्सप्रेसन पर्दैन कि स्टेप पहिला स्टेपमा सहेर्दाखेरि एक्सप्रेसनको टेन्सन त पहिला स्टेप गर्नु गाइज म सिकाउँदैछु ल यहाँ सिकाउँदै रात पर्छ जस्तो छ भित्रको डेकोरेसन चाहिँ आज हुँदैन जस्तो छ हाम्रो ढकमक्क अँधेरो भएर बत्ती सत्ती बल्न थालिसक्यो हाम्रो हालत हामी चाहिँ मम्मी गाइज होइन इट्स नट इजी यो डान्स ग्रुप डान्स चाहिँ इट्स नट इजी तर हाम्रो भिडियो चाहिँ राम्रै भयो प्लिज त्यही पनि भ्युजहरू आउँदैन यत्रो मेहनत गर्दाखेरि पनि आउँदैन कि हाम्रो ठ्याक्क 2 घन्टाको मेहनत हो गाइज प्लिज जाडोमा कति वेदर कति हेर्छ वेदर पनि भनिदिउँ यहाँ प्रुफ सहित के प्रुफ सहित गाइज हावा लागेको बेलामा हामी क्यानाडामा यस्तो हालतमा छौँ पिज्जे पार्टी पजामा पार्टी भन्दै आज हाम्रो यो पजामा है भोलि फेरि काम छैन अर्को गएर नहिँड्ने त गाइज जब हामी भित्र जान्छौँ हाम्रो डेकोरेसन आज गरिन्छ जस्तो त लाग्दैन तर गर्ने हो यार अलिकति त छ त अब टाइम एकछिन अझै छ त हामीसँग रात उहाँ चाहिँ चिया पकाउँदै हुनुहुन्छ लाइटिङ मिलेन यार मरिच हाल्ने हो र तर पिस्नुपर्छ एउटा भिडियो बनाएर सकियो गाइज एउटा भिडियोमा के खाएको छैन
ओइ ल अब हामी यहाँ सुन्तला खान्छौँ मार्दैन बिचरा तर सरिनाको इफोर्ट चाहिँ मान्न पर्छ होइन सरिनाको अझ बेसी कि सरिना त मूर्ति जस्तै हो नि उसको डान्स त अब थाहा आउँछ नि त मोटी भन्नुहुन्छ यार कस्तो राम्रो देखेको पछाडि है यो त गाइज यो चाहिँ सरिनाको बर्थडेको तिथिवाला बर्थडेको केक हो फेरि अर्कोवाला बर्थडेको केक आउँछ 2 हप्ता पछाडि छ अर्को बर्थडे यो फ्रिजमा राखिदिएँ मैले यो पनि खानुपर्छ अब सबै खानेकुरा एकै ठाउँमा राखेर आउनु पुग्ने हृदयको माया तिम्रै हो यो जीवन मात्र होइन अर्को जीवन पनि तिम्रै हो हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो आजको कता छ तर मनले मेरो बाल्यकाल नै पुकार्यो खोजिरहेको छु दिनहरू जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर भेट्ने छौँ हामी निराश हुनु पर्दैन हो सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ को आफ्नो विदेशमा को पराई ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया नबरोस् है मेरो तन अहिले यहाँ भए मन भने सन्नानी उतै छ हाम्रो नेपालमा मन थिएन यहाँ आउनलाई मरी मेटी धन कमाउनलाई के गर्नु देशभरि बेरोजगारी खान सकिएन ऋणको भारी आमा मेरी तिमी क्षितिज पारी याद आउँछ झलझली मुटुभरि बाबा र बहिनीलाई ठिकै छ नि सम्झन्छन् होला नि मलाई पनि मेरो तन अहिले यहाँ भए नि मन भने सन्नानी हुँदैछ हाम्रो नेपालमा आधुनिकमा छोरी तर मेरै आफ्नै शान छ
पचुकी बाँध्या छैन भन्दैमा पोखरीमा घाँस काट्न जाने छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ गाइज मेरो रिङ लाइट र ट्राइपोड स्ट्यान्डलाई कति दिन्छौ आज आउट अफ 10? 9.5 होइन यार रिङ लाइटलाई चाहिँ त्यही नै दिनु पर्ला ट्राइपोडले चाहिँ लास्टै फन दिनुभएको मोबाइल फन त घुमाएको तर भिडियो कति राम्रो आयो त्यसले गर्दाखेरि तर यो पनि मोबाइल उल्टो सुल्टो भइरहेको थियो होइन क्या यो यसको चाहिँ स्ट्यान्डमा भोलि जोइन गर्छु र जस राम्रो रहेछ यो चाहिँ किन्दाखेरि हुन्छ गाइज हेर्नु एकदमै राम्रो आउँदो रहेछ अब मलाई 2-3 दिन चाहिँ यस्तो जागर लाग्छ भिडियोहरू गराउनलाई त्यसपछि फेरि त्यस्तै हो सर्केको झन् सर्काइदिनु लाग्छ ल हाम्रो अब पार्टी यहीँ समापन भएको घोषणा गर्न चाहन्छु अब यहाँ सबैजना खाना खानु सबैजना म मात्रै हो कि उठेको सबैजनाको इनर्जी सकिसक्यो अब त मेरो पनि सकिन्छ गाइज अब अलिअलि फोटो खिचौँ न यहाँनिर राम्रो आहा इट्स फाइनली वी आर डन विथ आवर पार्टी हामी चाहिँ हाम्रो पार्टी सकिसक्यौँ कस्तो भयो गाइजहरू रमाइलो लास्टै नाच्यौँ लास्टै गीत गायौँ रमाइलो भयो यस्तो रमाइलो भयो अब फेरि कहिले हुन्छ हाम्रो यो पार्टी अब सरिनाको बर्थडे अब हाम्रो नेक्स्ट इयर पनि यो ड्रेस चाहिँ हामीले अब पार्टीमा मात्रै लगाउँछौँ अरू बेला लगाउँदैनौँ गाइज तीज और दसैँमा यही पार्टीमा तर त्यतिखेर हामीले पहिलेदेखि नै डान्स क्लास जोइन गर्ने भन्दा पनि मैले डान्स सिकाइरहेको छु होइन उनीहरूलाई अनि त्यसपछि अनि पछि चाहिँ हामी डान्स गर्छौँ त्यतिखेर चाहिँ 50-60 टेक एक दिनमा लिन नपरोस् ल गाइज सबजनालाई बाई भन्नु मेरो भ्लगलाई बाई गाइज गुड नाइट प्लिज डु सब्सक्राइब माई च्यानल लाइक कमेन्ट सेयर सब्सक्राइब एभ्रिथिङ बाई गुड नाइट